हेलो गाइज, आज चाहिँ हामी क्याम्पिङ जानु लागेको होइन। हाम्रो चाहिँ यहाँबाट भ्लग स्टार्ट हुन्छ। आज ठ्याक्कै मङ्गलबार पनि पऱ्यो अनि नुहाइधुवाइ गरेर पानीसानी चढाएर हामी चाहिँ निस्किँदैछौँ। अब बिस्तारै भिडियो बनाउँदै हाल्छौँ। लाइक हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। निस्क्यौँ अब ढोकासोका लाएर हाम्रो ब्याग यहाँ छ। अरू सामान चाहिँ हिजो बेलुका राखिसक्यौँ। चाहिँ यहाँ छु हामी जाँदैछौँ। तर मेरो बिजोग चाहिँ यस्तो हातमा जुत्ता, पानी, ब्याग। हातमा के छ नोटिस गर्नु छैन गाइस। हाम्रो चाहिँ गाडी यही हो होइन। अब यो गाडीमा जान्छौँ हामी। अनि अब हामी चाहिँ हिँड्दैछौँ थोरै थोरै। अहिले रमाइलो गरेर भिडियो पनि हाल्छौँ। जम्मै बर पानीमा आँखा पर्यो नानीमा तिमी फुल गई शीतल तिमी जुना जम्मै जला पानीमा आँखा पर्यो नानीमा राम्री तिमी फुल गई शीतल तिमी जुना चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा सम्यकले कस्तो मजाले गाउँछन् नि। छैनी जो जिन्दगानीमा गर्दै खुकुरीलाई पितल छपा हाँसियालाई बाला यो त्यो नाउँदैन टिकटमा सुने भन्दा है के होइन ठिकठाकको टुक्का आइके आउँछ। टाइम छ 1 किलोमिटर स्टेट हो। हामी चाहिँ हाम्रो गाडीसम्म सामान लग्दैछौँ होइन। सपिङ त यो मेरो त आँसु पनि भएन है। अब त्यहाँ पछाडि छ धेरै, मैले डोर्याउनु सक्दिनँ भनेर मात्रै हो है। ओके, यो चाहिँ भाइको गाडी, त्यो चाहिँ हाम्रो गाडी। यस, अनि त्यो चाहिँ सीमाहरूको गाडी त्यहाँ होस्। ओके यस, हाम्रो चाहिँ यस्तो रमाइलो हुँदैछ। यहाँ चाहिँ हामीले हाम्रो आइस बक्स हाल्दै थियौँ, हाल्न गाह्रो भएर त्यही हाम्रो डिस्को चलिरहेको थियो अनि त्यही कुरा गर्दै थियौँ हामीले। हामी चाहिँ धेरै गाडीमा हिँडेर भोक लाग्यो अनि यो खाँदैछौँ। सुन्नु होला सबैजनाले हाँस्छ। कस्तो राम्रो क्लाउड देखिरहेको बेला बेला शीतो शीतो भइरहेको
रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का सजिलो खाएर गाई यस्तो छ आटा पासिला बुझ्दै भगवान गाडी चलाउन गाह्रो सजिलो रमाइलो है जान्छ हामी ठ्याक्कै हाम्रो लोकेसनमा चाहिँ आइपुग्यौँ बट लोकेसन सर्च गर्दैछौँ अब कहाँनिर हो देखाउँदैछ अनि बहिनी यहाँ छिन् यो चाहिँ म हो है म चाहिँ अब आफैले क्यामेरा समात्ने भए चाहिँ भिडियो खासै राम्रो त नआउला म काँडे पाँडे आउला ठिकै छ ठिक छ ल नि त ल अभी मजा आएगा ना भिडो ल हामीले चाहिँ खतरा पोज दिइरहेछौँ होइन डेन्जर पोज दिइरहेछौँ मलाई चाहिँ फोटो खिच्दा खिच्दा आउन हतार बाहिर फिलिली कुद्दैछु म चाहिँ गाइस अब हामी चाहिँ हाम्रो घर बनाउनलाई रेडी हुँदैछौँ स्टार्ट गरिरहेछौँ उस घर बनाउनु पऱ्यो नि त अब त्यो दिन काट्नुलाई त घर नभई त राति बस्न सकिँदैन त्यही भएर हामी दुईजनाले चाहिँ पुरै त्यो कसरी बनाउने भनेर चाहिँ हेर्दै थियौँ क्याटलग हेरिरहेको थियौँ अनि त्यसपछि स्टार्ट थोरै थोरै गर्दै यसो हेर्दै गऱ्यौँ अनि हामीले मात्रै सम्भव हुँदैन त्यहाँनिर हामीले मात्रै सम्भव नभएपछि हामीले गुहार्छौँ ल हामीलाई पनि हेल्प गर्नु पऱ्यो भनेर बोलाउँछु मैले एकछिनमा अनि आउनुहुन्छ हामीलाई हेल्प गर्नलाई हाम्रो ज्वाइँले हेल्प गर्दै हुनुहुन्छ अनि गरेर यतिको बनायौँ यो चाहिँ फर्स्ट त्यसको कभर पनि छ अनि यसलाई कभरले पनि गर्नुपर्छ हाम्रो घर चाहिँ यत्तिकै एक स्टेप चाहिँ रेडी भयो अब अर्को स्टेप रेडी हुन बाँकी नै छ अनि अब ऊ सबजना भएर जम्मा गर्दैछौँ मैले चाहिँ बहिनी र आफ्नो घरनिर मक्ख परेर बसिछिन् धेरै मक्ख नपर के भन्ने मैले जिस्काइरहेको छु बहिनीलाई चाहिँ अझै हामीले चाहिँ अब त्यो हामीलाई फिट गर्न गाह्रो भयो नि युट्युबतिर पनि भिडियो हेर्दै गर्दै गऱ्यौँ अनि कति कुराहरू च्याट जिपिटीलाई सोध्दै गऱ्यौँ अनि सीमा चाहिँ हेर त्यो मोबाइल चलाएर मक्ख परेछिन् कि भिडियो हेरेर मक्ख परेछिन् कि फोटो हेरेर मक्ख परेछिन् थाहा छैन मक्ख चाहिँ मक्ख परेछिन् हाम्रो चाहिँ फाइनल्ली यो चाहिँ रेडी भयो गाइस होइन हामी चाहिँ रेडी गऱ्यौँ तर यो लास्टै बसेर उयो गर्न चाहिँ ठिकै हो रमाइलो हुन्छ यो हाम्रो चाहिँ लास्टै झन्झट भयो कि जोड्नुलाई अनि जे भयो नि जोड्यौँ सबैजना मिलेर फिट गऱ्यौँ यस्तो भयो घर कस्तो क्युट देखेछ मैले चाहिँ अनि भित्र गएर सब अब आफूलाई बस्ने तब राति सुत्ने पनि व्यवस्था त गर्नु पर्यो अनि व्यवस्था गरेँ उस फुक्दैछु सास जाला जस्तो गरेर फुकिरहेको छु मैले मेरो त्यो सिरानी हो खास चाहिँ यस्तो फुकेछु नि एकछिनमा हावा फेरि फित्तै लुत्किन्छ फुकिभ्याउँछु त्यो जोड्न मेसो नपाएर फेरि फुस्किहाल्छ हावा त सास जाला जस्तो भयो मेरो त्यहाँ अनि जे होस् यतिको गऱ्यौँ अनि अब त्यो ओछिनहरू रेडी गर्ने यताउति गऱ्यौँ हाम्रो बोसको इन्ट्री हुन्छ बोसले यहीँ हुनुहुन्छ हजुर भन्दै हुनुहुन्छ मलाई अनि त्यसै त्यहाँबाट गजब भएछ दामी भएछ भन्दै तिमीले त घर जस्तो बनाउने भयो त यहाँ त सेम भनेर भन्दै उसले चाहिँ त्यो होइन त्यस गएर यसो बस्दाखेरि चाहिँ आफूलाई त्यो रेडी बनाउँदाखेरि चाहिँ रमाइलो हुँदो रहेछ भनौँ न जानुभयो बोस मेरो यत्तिको रेडी भयो बेलुका सुत्ने ओछिन चाहिँ मैले यत्तिको रेडी बनाएको थिएँ अब घरबाटै डस्ना सस्नाहरू लिएर गएको थियौँ अनि लक गरेँ झिँगा छिर्छ भनेर लक गरिहालेँ सुरुमै फेरि झिँगा छिर्यो भने त रातभरि टोकेर बसी खान दिँदैन अनि लक गरेँ उस अब यो चाहिँ सीमाहरूको घर भयो अनि त्यसपछि द्याट हाम्रो घर अनि त्यहाँ अर्को चाहिँ भाइ बहिनीको घर हाम्रो चाहिँ 3जनाको घर छ एकै ठाउँमा गाइस होइन हाम्रो गाडी अगाडिको सिन हेर्नु त कस्तो दामी छ नि त्यो ठाउँ त वाउ यस्तो दामी छ म ठाउँको नाम चाहिँ तल लोकेसन त्यो उयो गरेर राखिदिन्छु त्यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले यस्तो दामी छ क्या त्यहाँ जाँदा त यति आनन्दवाला भाइब आउँछ नि हो मतलब यो हामीले दिनकै काम थकान सब बिर्सिन्छौँ अनि हाम्रो बोसहरू चाहिँ बल खेल्दै हुनुहुन्छ भलिबल खेल्दै हुनुहुन्छ हामी पनि खेल्छौँ हामी पनि के कम छौँ र हामी पनि ब्याडमिन्टन खेल्न गयौँ हामी त झन् त्यस्तो खतरा ठाउँमा तालकै नजिक बसेर खेल्दैछौँ अनि हामीले चाहिँ अब त्यहाँनिर एउटा रुल्स बनाउँछौँ क्या यो स्टिकबाट कट्यो भने यस्तो भयो भने आउट हुन्छ यसरी ककले छोयो भने पनि आउट हुन्छ भन्दै अनि मलाई चाहिँ यसरी ब्याडमिन्टन खेल्दाखेरि चाहिँ ठ्याक्कै घरमै हाम्रो घर अगाडि रोड थियो अनि रोडमा खेलेको याद आयो क्या अनि मैले त्यस्तो भन्दैछु मलाई कस्तो घरको याद आयो भनेर पहिला हामीको रोडमा मजाले ब्याडमिन्टन खेल्थ्यौँ त्यही याद आयो भन्दै उनीहरूलाई कुरा सेयर गर्दै ब्याडमिन्टन खेल्दै गऱ्यौँ हामीले चाहिँ फुल इन्जोय गऱ्यौँ जे होस् गएर यो जापानको कामदेखि सबै कुराको कति धेरै स्ट्रेस हुन्छ नि त
अनि हामीले चाहिँ त्यो स्ट्रेस भुलाउनको लागि भए पनि यसो कहिलेकाहीँ जानु पर्दो रहेछ क्याम्पिङ भन्ने सोचेर गयौँ सबैजना रमाइलो गऱ्यौँ। मलाई चाहिँ ब्याडमिन्टन चाहिँ मेरो लास्टै गेम स्पोर्टमा के मनपर्छ भने मलाई ब्याडमिन्टन चाहिँ लास्टै खेल्न मनपर्छ। ब्याडमिन्टन पनि खेल्यौँ। अब हामीले चाहिँ हाम्रो घरहरू बेलुका सब रेडी गरेर सबै बलिरहेछ लाइटहरू। त्यहाँनिर चाहिँ सबै कुरा राम्रो लाग्यो त्यहाँको होइन। तर त्यहाँनिर चाहिँ कस्तो ठाउँ ठाउँमा लाइटहरू चाहिँ नराखिदिँदो रहेछ क्या, पुरै अँध्यारै अँध्यारो। अनि हाम्रो लाइटले त अब हामीलाई त्यो पनि आएन दिमागमा, धन्न लगेको थियौँ यत्तिकै उयो सो गर्नुको लागि हुन्छ भनेर लाइटहरू लगाएको थियौँ र यत्तिको भएको हो होइन। नभए त्यहाँनिर लाइट चाहिँ नराखिदिएको हुँदो रहेछ क्या, खास लाइट पनि राखिदिनु पर्ने हो किन नराखेको है। राति त पुरै डरै लाग्दो हुन्छ क्या, कस्तो डर लाग्दो हुन्छ। अनि जस रमाइलो गऱ्यौँ, लाइटहरू बाल्यौँ। अब हामीसँग अप्सन त थियो, गाडी थियो, गाडीको लाइट बालेर पनि रमाइलो गर्न सकिन्थ्यो। अनि अब लाइट भए किन भनेर हाम्रो बोसहरू चाहिँ नाच्दै हुनुहुन्छ, ऊ के अरे आगो सल्काउँदै नाच्दै हुनुहुन्छ। कुन गीतमा नाच्नु भयो नाच्दै हुनुहुन्छ। हामी चाहिँ जे होस् अब कोइला भएपछि हरिया मकै पोलेर नखाने भन्ने त हुँदैन, हरिया मकै पोलेर त खानु पर्यो। अनि हरिया मकै पोल्न हाल्दै हुनुहुन्छ सबैजना, घेरिराखौँ वरिपरि नै घेरिरहेछौँ। अनि जस रमाइलो भयो भनौँ न, रमाइलो हुँदो रहेछ यसरी जाँदाखेरि। फेरि सबैजना रमाइलो गर्ने भयो भने चाहिँ अर्कै भाइब आउँदो रहेछ क्या। अनि सबजना मतलब उनीहरू पनि नाच्ने गाउने सबै गर्ने भयो, कस्तो रमाइलो हुने क्या। अनि म चाहिँ मेरो पोज दिइरहेको छु, म यस्तो गर्दै भनिदिएर चिया पकाएको होइन, चिया चाहिँ पकायो भने लास्टमा चाहिँ चिया उम्लेर जाँदो रहेछ। मलाई यस्तो भाउ कसले राम्रो पोल्ने भनेर हाम्रोमा चाहिँ च्यालेन्ज चलिरहेको चाहिँ। त्यहाँ हजुरहरूलाई मान्छे धेरै नपुगेर हैरान हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। म सम्पर्क पनि हजुरहरूलाई तल बाइक नम्बर राखिदिने छु। हाम्रो चाहिँ त्यो च्यालेन्ज भइरहेछ। चिया उम्लो भनेर म यस्तो खुलेँ हो नि, फेरि चिया पनि सर्लक्कै उम्लेर ग्यासै मर्छ। अनि भगवान् सब चिया उम्लेर गएर म यस्तो चिच्याउँछु। अब हाम्रो चाहिँ चिया खामपाई हुँदैछ गाइज। अरूको चाहिँ के खामपाई हुन्छ थाहा छैन, हाम्रो चाहिँ चिया खामपाई हुँदैछ है, त्यस हुँदैछ त्यस रमाइलो। अब यहाँबाट चाहिँ दोरी स्टार्ट हुन्छ, म दोरी राख्छु है त। अब मेरो भोइसलाई इन्ड गर्छु। फेसनको पोरो हो, फेसनको पोरो हो, लाग्छ मलाई सबकोटा छोरो हो, माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सालाला। उठा बस उठा बस उठा बस छोरो हो, माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सालाला। ओहो एक्लै पारे यहाँ हो बोरो माया पानको माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सालाला। हुनालाई जति छोरो हो, सापकोटा छोरो हो, एक्लै पारे आहो बोरो हो, माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सालाला। माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सालाला। उठ बस उठ बस बस थियो मिठो माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सालाला। थियौँ हामी भोकै, थियौँ हामी भोकै, मकै लायो खाइदियौँ भोकै, माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सालाला। माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सालाला। तिमीले भोगे कि तिमीले भोगे कि मेरा मकै कसरी होगे कि, माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी सालाला। यो रातिको 12-1 बजे 2 बजे है। हाम्रो चाहिँ 3टा गाडीहरू त्यता छौँ, हाम्रो यता यस्तो छ। अनि हाम्रो क्याम्प त्यहाँ छ, टेन्ट एउटा त्यो एउटा त्यो बिचमा ऊ, अनि एउटा यतापट्टि छ। अनि हाम्रो यहाँ चाहिँ रातिमा यसो ब्यान्डहरू गिटार सितार हाल्ने यस्तो छ। अनि हाम्रो यहाँ जय साहब मेन आजको कुक लागि पर्नु भइरहेको छ यतिखेर। र म यहाँ लाइट देखाउनेमा छु आज, र अनि यसो खानीमा मेन यस्तो छ है। अब पोखरी त देखिँदैन यहाँ ताल है,
यस्तो डेन्जर हो है। दिउँसो बहुत मजा आउँछ, रातिमा पनि एकदम शीतल आनन्द, वरिपरि कोही छैन यो राति। अगाडि एउटा छ, अरू त मजा छ है गाइज। ल यस्तै छ हाम्रो राति 12 बजे। मासु स्टार्ट अझै पनि सीमाजी यहाँ चाहिँ अब म चाहिँ गएर चिया खाएर गएर सुत्छु। फरान्सले 2 गोल खाइदियो, 2 गोल खाइदियो, मिनी मेसीले मिनी रोनाल्डो हराइदियो। बल्ल पार निर्मायामा कोरी जालैमा 2 गोल खाइदियो, 2 गोल खाइदियो, मेनी मेसीले मेनी रोनाल्डो हराइदियो। बल्ल पार निर्मायामा कोरी जालैमा, बल्ल पार निर्मायामा कोरी जालैमा। बिहानै उठेर अब त्यहाँको भ्यू त देखाउनु पर्यो भनेर लागे म चाहिँ। अब चाहिँ मस्तसित रातभरि गेम हेरेर अनि म चाहिँ बिहानको सिन देखाउन लागेँ। आमा यस्तो सिन देख्दा त हो माई गड, मलाई जहिलेको बिहान पनि त्यहीँबाट स्टार्ट गर्नु पाए हुन्थ्यो जस्तो भएको थियो। यस्तो राम्रो कि आमा म त यता बयान गर्नै सक्दैन क्या। यस्तो मिठो राम्रो भाइब दिएको थियो क्या, यति धेरै पोजिटिभ भाइब दिएको थियो। अरू बिहानीको खाजामा के खाँदै हुनुहुन्छ? हाम्रो भने चाहिँ यता आफ्नै करेसाबारीमा फलेका यो प्रकृतिले दिएका राता खरबुजा। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। र आफ्नै करेसाबारीमा फलेका सागसँग मेरो बिहानीको सुरुवात हुँदैछ यो फेवा तालको छेउमा, जापानको फेवा तालको छेउमा। आजको हाम्रो बिहानीको सुरुवात एकदम आनन्द र उत्साहपूर्वक भयो, किनभने फरान्सले 2 गोल खायो। सबैजना खाना व्यस्त हुँदाहुँदै मैले एक्कासी के देखेँ भने आमा यस्तो देख्दा त फोटो नखिच्ने कुरै हुँदैन। अनि हामीले चाहिँ फेरि स्टार्ट भयो हाम्रो त्यस्तो मिठो सलाद चिया पानी खामपाई गर्दै खाऊँ। हामीले बिहानको यस्तो भ्यूलाई त मिस गर्न मिलेन। अब हामीले हाम्रो घरहरूलाई चाहिँ भत्काउँछौँ अनि हाम्रो बाटो त लाग्नु पर्यो, त्यहाँ बस्नु त पाइँदैन। जाँदाखेरि कति एक्साइटेड हाम्रो भ्लग हेरेर हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ कसैले पनि नभुल्नु होला गाइज है त। थ्याङ्क यू सो मच सबैजनालाई।